आज बिहान उठेदेखि बेलुकासम्म मैले के काम गरेर दिन व्यतीत गर्छु है त साथीहरू। आज म तपाईँहरूलाई सबै देखाउँदैछु है त। हे गाइस, वेलकम ब्याक अगेन माई मिनी ब्लग। आजको मेरो दिनको सुरुवात त बिहानै ब्रस गर्दै धारामा बसेर त्यसपछि मुखसुख धोएर ट्याक्क लाएर चाहिँ फ्रेस भएर चाहिँ म चाहिँ लाग्छु आजको खाना बनाउनतर्फ। खाना बनाउने पालो चाहिँ मेरो थियो। आज मम्मीहरू सबै बारीमा जानुभएको थियो। त्यसको लागि चाहिँ चामल सामल पखालेर कुकरमा हालेर ग्यास स्यास बालेर ट्याक्क लाएर सिटी लाग्न छोड्दै त्यसपछि म लागेँ तरकारीको लागि आलु केलाउन। अब आलु बिना त कुनै पनि तरकारी पाक्दैन, त्यसैले आलुलाई छिटो बोक्रा सोक्रा फालेर ट्याकटुक गरेर काटेर पनि कराईमा तेल बसालेर मैले चाहिँ लागेँ तरकारी पकाउनु। तरकारी चाहिँ आलु र आज सागको सब्जी थियो। साग पनि के को साग भन्नुहुन्छ भने लट्टेको साग थियो। त्यसको लागि चाहिँ मैले सबभन्दा पहिला आलुलाई भुटे परपरी भुटे, त्यसपछि साग पनि हाल्दै त्यसपछि एकैछिनमा पाकेर रेडी पनि भयो भात तरकारी। त्यसपछि म चाहिँ लागेँ अब अफिस जानुभन्दा अगाडि दारी सारी मिलाउनलाई टक्क पारामा चाहिँ मिसिनले चाहिँ ट्याक 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 दारी सारी काटेँ, अलि छोटो बनाएँ अनि त्यहाँ ठ्याक्क नुहाइधुवाइ गरेर म चाहिँ लागेँ अफिसतिर। ठ्याक्क अफिस पुगेर यसो काम गर्दै थिएँ। त्यहाँ एकजना स्टाफले चाहिँ लिची खानालाई भनेर लिची पनि लिएर आउनु परेको थियो। ट्याक्क लाएर लिची सिची खायो। अब लिची खाएर एकछिन काम गर्नु पर्यो भनेको ठ्याक्क फेरि फिल्टर टाङ्की बनाएको ठाउँमा हेर्न जाने भन्ने कुरो भयो। अब यसो हेरेर अनुसन्धान गर्नु पर्यो, निरीक्षण गर्नु पर्यो भने त्यहाँ पनि पुगेँ। आजलाई दिन साथीहरू फर मोर मिनी ब्लग डु सब्सक्राइब।